सबै हामी चाहिँ जाँदै थियौँ होइन जाँदा जाँदै एकजना दिदीलाई नै भेट्यौँ होइन अब पुरा इन्टेन्स गइरहेको छ क्या अब रेड गोटी छिराउने छ होइन लास्ट बजेको बराबर हुनुहुन्छ होइन अब कसले जित्नुहुन्छ है अब यहाँ हेरौँ है त ल यो गयो टक्स किने दिन्छु भन्ने चाहिँ भरे आएर थम्नेलमा राखिदिन्छु सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल गुड मर्निङ टु यु अल फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा होइन आज चाहिँ एका बिहानै हामी यसरी उठेर भ्लग बनाउँछौँ खाटबाटै होइन ओछ्यानबाटै मेरो भाइ चाहिँ आज सुतिरहेछ सो आजको हाम्रो भ्लग एउटा दामी भयो हुनेछ होइन अनि सो आजको भ्लग चाहिँ के हो भनेर तपाईँले त्यो हाइलाइटबाट देखेर थाहा पाउनु भएन सो आज चाहिँ हाम्रो यहाँनिरको गाउँको पिकनिक खान आँटेको अनि त्यही भएर पिकनिक छ अनि सो त्यो पिकनिकमा जानुको लागि भनेर अब हामी चाहिँ बिहान बिहान उठेर अब घरको काम सकेर टक्कसँग जाने हो अनि त्यही भएर सो अब हामी चाहिँ उठेको अब मुखसुख धोएर घाँसहरू काटेर आएर अनि हामी टक्क जाने अनि आजको भ्लग चाहिँ दामी हुन्छ साथीहरू भर्खरै हामी चाहिँ म चाहिँ ब्रस गरिकन आएँ होइन नाना चाहिँ यहाँ घर चुल्हामा आगो पुग्दै हुनुहुन्छ अब नानाले चाहिँ यहाँनिर अब चियाहरू पकाउनुहुन्छ पानी तताउनुहुन्छ होइन अनि भरे त्यही पानी ल्याएर नुहाउने हामीहरू नाना चाहिँ देख्नु सक्नुहुन्छ बिहान बिहानै एक बिहानै यसरी काम गर्दै हुनुहुन्छ अब नाना र म फेरि अब हामी घाँस काट्नु जाने एकछिनबाट अनि हामी घाँस काटेर आएर अनि नुहाएर होइन अनि भएर अनि फेरि पिकनिकमा त्यहाँ सघाउनु जाने आज भनेको अनि अब चाहिँ हामी चिया खाएर अब एकछिनबाट सट्टै हिँडिन्छ यहाँबाट भगेदा यता हेर्नु त आजको हाम्रो सेफ है भगेदाले यहाँ कटिङ हान्दै हुनुहुन्छ पत्रा होइन कटिङ सकिसक्यो भगेदाले एक्लै यत्रो काटिसक्नु भयो अनि यहाँनिर चाहिँ हाम्रो यहाँनिर आजको पिकनिक स्पटमा चाहिँ सबैजना काम गरिरहनु भएछ छिटो न छिटो न घरमा त पुरा सेफ भन्थ्यो त मास्टर पुरा लु हान्थ्यो नि सेफ स्टाइलमा मलाई क्या च्यालेन्जमा गर्छ त घरमा त उसले आज लु आज च्यालेन्ज लु लु तिमीलाई च्यालेन्ज लु आज च्यालेन्ज लु तिमी काटेर देखाऊ उसलाई हान्न त एज कटिङ स्किल हेर्नु नि त आज हेर भरे रेट दिन्छ नि कमेन्टमा तिमीलाई आज कतिको तिम्रो कटिङ स्किललाई दिन्छु म हाम्रो नानाले चाहिँ यता बनाउँदिन्छ भनेर यहाँ बनाउ आजको डेकोरेसन दामी छ क्रेडिट कसलाई दिनु म सो हेलो गाइज हामी चाहिँ अब तल पिकनिकतिर लागेको होइन नुहाइधुवाइ गरेर अघि एकचोटि सघाउनु गएर आएको थियौँ अनि छेमा चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ हाम्रो छेमा आज चिटिक्क भएर छेमा र म जाँदैछु छेमा चिटिक्क हुनुभएको छ आज चिटिक्क भएको छ छेमा आज हाम्रो यहाँ यता गाउँको पिकनिक अरे अनि अब पिकनिकमा जाँदैछौँ हामी चाहिँ होइन नानाहरू अब पछाडिबाट आउनुहुन्छ हामी चाहिँ अघि थाल पनि घरबाटै बोकेर जाँदैछौँ खानुको लागि अघि लिएको भन्न साथै हामी चाहिँ जाँदै थियौँ होइन जाँदा जाँदै एकजना दिदीलाई नै भेट्यौँ होइन म चाहिँ ढिलो भयो मेरो बेबीले गर्दा मेरो सानो भदै बेबीले गर्दा यता हेलो गर्दैन अब हामी हेलो बेबी हेलो गर्दैन अब हामी जाँदैछौँ यहाँदेखि सिधा जाँदा पुग्छ हाम्रो पिकनिक स्पटमा अनि लेट भइसक्यो भन्दा नि लेट पनि छैन खाने बेला ठ्याक्कै पुगिन्छ होला आजको प्रोग्राम सायद मिस हुन्छ होला भन्दा नि हुँदैन अब हामी चाहिँ ठ्याक्कै हाम्रो फाइनल डेस्टिनेसन आजको पिकनिक स्पटमा आइपुगिसकेको छौँ होइन यहाँ अगाडि तम्बु देख्दै हुनुहुन्छ होला टेन्ट टाइपको स्टेज हो अगाडिको चाहिँ अनि हाम्रो भाउजू अनि यता चाहिँ छिमी भाइ हो छिमी भाइ चाहिँ अघि कतिचोटि आयो भन त तिनचोटि भइसक्यो है छिमी भाइ तिनचोटि ओहोरदोहोर गरिसक्यो हामी चाहिँ भर्खर आउँदैछौँ हो अनि यहाँनिर अब हाम्रो आजको ठ्याक्कै स्पट चाहिँ यहाँनिर हो अनि अब आज चाहिँ ठ्याक्कै आजको स्पट यही हो हाम्रो यहाँनिर यस्तो भइरहेछ होइन पिकनिक खाने ठाउँ
यहीँनिर भगेर तपाईँ आउनुभयो अन द क्यामेरा कस्तो खतरा तपाईँको हात ल सो साथीहरू आजको प्रोग्राम चाहिँ हाम्रो यहीँनिरको हो न यो दिन त ल अब आज चाहिँ हाम्रो यहाँनिर पनि खदा अर्पण गर्न चाहन्छु भर्खर सिकिँदैछ हामी हो सुरुमा यस्तै हुन्छ ग्रुपमा पनि बोल्ने सायद मै मात्रै हुन्छु 40 मेसेज सुनेर तपाईहरुले टार्गेट ल अब तपाईहरुलाई धेरै धेरै हृदयबाट धन्यवाद हाम्रो युथ भाइ बहिनीहरुलाई धेरै धेरै धन्यवाद एक ताल मेसेज छोड्दा तपाईहरुले सुन्नेले सुनेर है रिप्लाई नदिएम खोइ त कतिचोटि हो ल सेकेन्ड अटेम्प अब थर्ड एक मिस भयो फर्स्ट अटेम्प सेकेन्ड अटेम्प थर्ड अटेम्प फोर्थ अटेम्प 940 रुपैयाँ छ र यतिमै मेरो हर हिसाबबारे समाप्त गर्न भयो हाम्रो नानाको हाम्रो 39,000 emergency fund र हाम्रा खजन्ती मिना शर्मा उहाँलाई हर हिसाब सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै सरसामान कति लाग्यो हाम्रो यसलाई सञ्चय प्रकारले जोगाएर चलाउने हामी कोसिस गरौँ र यही अनि पुरानो पनि त्यही छ नयाँ पनि त्यही छ है र मान्छे बसेर मिटिङ गर्नलाई हामीले धेरै गाह्रो परिसक्यो यो विषयलाई हामीले सबैले सोच्दैछौँ यसलाई कसरी चाहिँ अब हामीले कस्तो प्रकारले यो जग्गा बनाउनु हैन अब पुरा इन्टेन्स गइरहेछ क्या अब रेड गोटी छिराउने छ हैन लास्ट बचेको बराबर हुनुहुन्छ हैन अब कसले जित्नुहुन्छ है अब यहाँ हेरौँ है त ल हाम्रो नानीहरूले बढाएर धेरै कुरोमा नयाँ कतिवटा नयाँ अब हाम्रो यता ल म भन्न सक्दिनँ देख्दैछन् र अझै पनि हुन सक्छ भनिकन मेरो विश्वास लाग्छ र आज हाम्रो देवाशिष भाइको हातमा छ देवाशिष भाइ प्रोले हान्दैछ पहिलाभन्दा धेरै अङ्कलकै हातमा हाम्रो चाहिँ यहाँ ब्याडमिन्टन खेलाइ पनि भइरहेको छ होइन यहाँनिर सबैजना देख्न सक्नुहुन्छ हाम्रो यहाँनिर प्लेयर हाम्रो चिमी भाइ छ चिमी भाइ एकदम प्रो हो ब्याडमिन्टनको ब्याडमिन्टन खेलको अम्पायर देवाशिष राई हुनुहुन्छ र मेरो भाइ देवाशिष राईले आज रुल्स एकदमै बनाएको खतरा छ आफ्नै रुल्स हो यहाँ हैन हो अब हाम्रो यहाँ नाना चाहिँ छोरी मान्छे आले टक्सिङले दिन्छु त्यता भ्याउँछस् पो टक्सिङले दिन्छु भन्ने चाहिँ भरमा हेर थम्नेला राखिदिन्छु छोरी मान्छे कविताको शिक्षक छ है ल yellow green yellow pink green yellow pink green green गयो pink yellow pink green
ल साथीहरू फाइनल्ली अब चाहिँ हाम्रो यहाँ कुसन गेम हुन आँटेको छैन। अब यहाँनिर चाहिँ खेल्ने हाम्रो प्लेयरहरू आजको पार्टिसिपेन्टहरू हुनुहुन्छ यहाँ सबैजना। अनि अब चाहिँ यहाँ कुसन गेम स्टार्ट हुनु गइरहेको छ।